कता जानु लाग्यो हामी भन्नुहोस् त औषधि खोज्नु जाने हो माथि गेस्ट्रिकको औषधि पाउँछ हो त्यो पाखामा अनि टिप्नु जाने हो कति टाढा छ त यहाँबाट 2 मिनेट टाढा छ जम्मा कति जाम गएर हेर्छ यस्तो खालको हो क्या यो औषधि गेस्ट्रिकको औषधि हो यो भन्छन् यो पेउली यो पेउली फुल भन्छन् योलाई पोलौमा बाख्राहरूले खायो भने ढाडी र मर्थ्यो खतरा रहेछ त अनि पाकेको चाहिँ मान्छेले नि खाइन्छ कि पहिला मरिएला खाएको यहीको सिन्का हाल्थे अनि यो गेस्ट्रिकको औषधि हुन्छ पुरो भेट्नु कति लाने विचार छ गएर बाँड्ने हो क्या यहाँ झन् धेरै रहेछ मम्मी छपक्कै छ यहाँनिर फुल जस्तो देखिँदो यता आउनु न यता धेरै छ त सातोमा यस्तो हरियो हुँदो रहेछ यस्तो हुन्छ अनि सुक्दा यो त काना च्याउटे अन्त काना च्याउटे भरेन र मम्मी खै भरिसकेर ल हाम्रो मम्मीले चाहिँ 1 झोला भर्नु भयो क्या अब तपाईँहरूले कति भन्नु 1 झोला भनेर ल बल्ल स्टार्टिङ भएर त उहाँले चाहिँ 4 बजेर टिप्नु भएछ ल 4 बजेर कति भयो भरिन्छ माथि के अरे दिदी यो एकचोटि हजुरले नि भनिदिनु पर्यो यो चाहिँ विशेष गरेर उन्नियो सुकेपछि यस्तो सेतो भएर आउँछ रहेछ फेरि यसलाई फेरि गेस्ट्रिकको दबाई हुन्छ पछि पानीमा भिजाएर खाँदा राम्रो हुन्छ भन्ने सुनेको भएर हामी यो अलिकति दुःख कष्ट यो तातो पानीमा डुबाइ राख्ने अनि अस्ति रस आउँछ अनि पाए पिरे नुन्नी राख्ने अनि गेस्टी मुटु ढाडिएको पेट दुखेको खाने तरिका त्यही हो पानीमा मिसाएर उमालेको पानीमा मिसाएर पानीमा डुबाएर राखेर अलिअलि रङ आउँछ खै दिदी हेरौँ त कतै टिप्नु भयो
सबभन्दा धेरै टिप्नु भरेछ दिदीले ल ल बिस्तारै हुन्छ अब त्यो सातको दिदी पनि टिप्दै हुन्छ खै दिदी हजुरको कति भयो धेरै भरेछ त तपाईँको कुरो सकिएन भोलिसम्म सकिन्छ कुरो टिपेर कहिले पानी सक्ने भोलिसम्म सकिन्छ तपाईँले एक दुई झोला बनाउनु पर्छ सबैले देखाउनु त कति